पुराना राजनीतिक दलहरूले जसरी 36 वर्ष सरकारमा रहेर र 62-63 को आन्दोलन पछाडि चाहिँ जसरी चाहिँ माओवादी शान्ति प्रक्रियामा आएर यी तीन दलहरू जसरी सरकारमा रहे, यिनीहरूले चाहिँ सरकारमा रहँदा देशको एउटा चाहिँ सत्तालाई अगाडि बढाइरहँदा यो 30 वर्ष यो 36 वर्षको इतिहास हेर्ने हो भने नेपालको राज्य सत्ता भनेको यी राजनीतिक दलहरूको लागि एउटा दुहुनो गाई र भ्रष्टाचार गर्ने एउटा ठाउँ बनेको छ। यी तीन दलहरूले सरकारमा रहेर चाहिँ जति पनि लामो समय सरकारमा व्यतीत गरे, यिनीहरूले कहिले पनि चाहिँ देशको उत्पादन प्रक्रिया र श्रमलाई कहिले पनि पहिलो प्राथमिकतामा राखेनन्। जब जब यिनीहरू चाहिँ सरकारमा रहे, सत्तामा रहे, यिनीहरूको कारणले एउटा राजनीतिमा चाहिँ आस्था राखेकै भरमा, राजनीतिको भरमा पछाडि लागेकै भरमा व्यक्तिलाई राजनीतिकबाट चाहिँ लाभ लिन मिल्ने जुन एउटा चाहिँ हाम्रो समाजमा एउटा चाहिँ राजनीतिक व्यवस्थामा यिनीहरूले जुन विकास गरे, त्यसले चाहिँ के गर्यो भनेपछि हाम्रो समाजमा श्रम र उत्पादन गर्नुपर्छ भन्ने कुरालाई नकारात्मकतिर चाहिँ लग्दै गयो। अथवा भन्ने हो भने नेपालको राजनीतिमा अथवा नेताको चाकडीमा अथवा राजनीतिक दलहरूको चाकडीमा जसले गर्यो त्यो चाहिँ रातारात धनी हुन सक्ने र श्रम गरेर चाहिँ देशमा चाहिँ श्रम गर्नुभन्दा राजनीतिक दल र नेताहरूको चाहिँ चाकडी गर्ने जुन उनीहरूले चाहिँ एउटा देशमा चाहिँ राजनीतिक अवस्था सृजना गरे, त्यसले देशमा चाहिँ उत्पादन गर्नुपर्छ र उत्पादनको प्रक्रिया अगाडि बढाउनुपर्छ र श्रम गर्नुपर्छ भन्ने कुरालाई बढावा दिनुको साटो घटाउँदै लग्यो। जसको कारणले के भयो भनेपछि देशमा श्रम गर्नेहरूको र देशमा श्रम गर्ने र चाहिँ देशको उत्पादनलाई अगाडि बढाउनेहरूको अवस्था दिनदिन खस्किँदै गयो। राजनीतिमा चाकडीबाजले चाहिँ भित्र्याएको भ्रष्टाचारले भित्र्याएको चाकडीबाज र चाकडीबाज र भ्रष्टाचारले नेपाली समाजको उत्पादन र श्रमलाई चाहिँ जुन न्याय गर्नुपर्ने थियो त्यसमा चाहिँ अन्याय गर्दै गयो। विगत 36 वर्षदेखि पुराना रहिरहेका काङ्ग्रेस, एमाले र पछिल्लो चरण शान्ति प्रक्रियाबाट आएको माओवादीले समेत देशको श्रम र उत्पादनलाई जसरी प्रमुखताका साथ अगाडि बढाउनु पर्ने र लैजानु पर्ने थियो र देशको उत्पादनले नै देशलाई चाहिँ जसरी समृद्धशाली गराउनु पर्ने थियो भन्ने कुरालाई चाहिँ जोड दिनु पर्ने थियो, त्यो चाहिँ हुन सकेन। अहिलेको देशको आर्थिक अवस्था र अहिलेको देशको जुन अवस्था छ, यसलाई हामीले हेर्यौँ भने यो छर्लङ्गै छ। यसमा कुनै ढाक्नु र छोप्नु पर्ने कुनै ठाउँ पनि छैन र ढाकेर छोपेर यो छोप्न पनि छोपिन्न। चाहे यिनीहरूले जतिसुकै बहानाबाजी गरून्, जतिसुकै एकले अर्कालाई आरोप लगाउन्, तर त्यो आरोपको यिनीहरूले जसरी एकले अर्कालाई आरोप लगाएर खण्डन गरून्, तर अहिलेको देशको अवस्था र नेपाली समाज छर्लङ्ग हो कि यिनीहरू असफल हुन् र यी असफलहरूले चाहिँ देशमा चाहिँ एउटा चाहिँ श्रमजीवी श्रम गर्नुपर्ने नेपाली समाजलाई बढाउनुको साटो, यिनले बढावा गर्नुको साटो, यिनले चाहिँ नकारात्मकतिर चाहिँ सकारात्मकतिर लैजानुको साटो नकारात्मकतिर लगे। यो 36 वर्षदेखि नेपाली राजनीतिमा एउटै क्रम चलिरहेको छ पुराना दलहरूमा कि देशमा श्रमलाई चाहिँ बढावा दिनुको साटो घटाउँदै लगिएको छ र उत्पादन प्रक्रियालाई बढाउनुको साटो घटाउँदै लगिएको छ। र पछिल्लो पटक आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी जसरी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ गठन भयो र अगाडि बढ्यो र आजसम्मको राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था हेर्ने हो भने पनि यो पनि भाषणबाजीमै रमाउने पार्टी जस्तो चाहिँ र भाषणबाजीलाई नै प्रमुख प्राथमिकता साथ अगाडि बढाइरहेको पार्टी जस्तो चाहिँ हामीले चाहिँ देख्न सक्छौँ। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीको आजसम्मको पार्टीको नीति र कार्यान्वयन र तल्लो तहमा भएका चाहिँ पार्टीका सदस्यहरूबाट चाहिँ समाजमा श्रमलाई प्रमोट गर्ने, श्रमलाई अगाडि बढाउने दिशामा
राष्ट्रिय स्वतन्त्र पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्ममा चाहिँ त्यो चाहिँ देखिन्न। यद्यपि भोलिको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो र उसले चाहिँ आजसम्म गरिरहेका गतिविधिहरूलाई चाहिँ सच्याउँदै भोलिको दिनमा श्रम र उत्पादनलाई प्रमुख प्राथमिकता साथ लैजान सक्यो भने यसले चाहिँ समाजमा अथवा राजनीतिक व्यवस्थामा राजनीतिक दलहरूमा केही क्रमभङ्गता ल्याउन सक्ला। तर आजसम्म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेऱ्यो भने पनि कोही पुरानै तरिका भाषणबाजीमै रहेको पार्टी चाहिँ हामीले चाहिँ देख्न सक्छौँ। तर पुराना दलहरू जसले चाहिँ 36 वर्ष सरकारमा रहेर चाहिँ सत्ता सञ्चालन गरे र अहिले आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले हेर्ने हो र अहिले नयाँ उदाएको भर्खर साम्पाङ नेतृत्वको चाहिँ राष्ट्रिय श्रम संस्कृति पार्टीलाई हामीले हेर्ने हो भने यी 36 वर्षदेखि सरकारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकातिर राख्ने हो भने राष्ट्रिय श्रम संस्कृति पार्टी हर्क साम्पाङको नेपाली राजनीतिमा एक क्रमभङ्गता हो, जसले 36 वर्षदेखि सरकारमा रहेर र अहिले उदाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा पनि फरक तरिकाले श्रमलाई अगाडि बढाउने र श्रमबाट नै देशको चाहिँ उत्पादन गर्ने र उत्पादनले नै देशको चाहिँ विकास हुन्छ र उत्पादन बिना चाहिँ विकास असम्भव छ भनेर चाहिँ जसरी राष्ट्रिय श्रम संस्कृति पार्टीले चाहिँ एउटा श्रमलाई जसरी प्रमुख मुद्दा बनाएर चाहिँ समाजमा अगाडि बढाइरहेको छ, पक्कै पनि आजको हाम्रो नेपाली समाजमा जसरी राजनीतिक दलहरूको पछाडि लागेर चाहिँ देशमा चाहिँ धेरै कमाउन सकिन्छ, चाँडो धनी हुन सकिन्छ भनेर चाहिँ जुन हाम्रो चाहिँ नेपाली समाजमा एउटा चाहिँ खराब राजनीतिक व्यवस्था चाहिँ स्थापित गरियो, त्यसको विपरीत राष्ट्रिय श्रम संस्कृति पार्टी भनेको श्रम गर्नुपर्छ, श्रमबाट नै देशको उत्पादन बढ्छ र उत्पादनले नै देशलाई समृद्धशाली बनाउँछ भन्ने कुरामा एउटा चाहिँ राजनीतिक दलहरूको इतिहासमा यो एउटा चाहिँ क्रमभङ्गता हो। 36 वर्षदेखि सरकारमा रहिरहेका र अहिलेसम्म चाहिँ सरकारमा जति पनि रहे तिनीहरू एकातिरको, यद्यपि त्यसभित्र चाहिँ कसका के विचार होलान्, कसका कुन बात होलान्, कसका के सिद्धान्त होलान्, तिनी आफ्ना ठाउँमा छन्। तर बिना उत्पादनको बात विचार र सिद्धान्तको के काम? जब त्यसले चाहिँ उत्पादनै गर्दैन भनेपछि ती बात विचार र सिद्धान्तलाई हामीले चाहिँ कतिसम्म चाहिँ बात विचार र सिद्धान्तलाई मात्रै चाहिँ हेरेर राजनीतिक नेतृत्व भन्ने राजनीतिक नेतृत्वको प्रमुख लक्ष्य त देशको श्रम र श्रम नीति र देशको उत्पादन पहिलो प्राथमिकता हुनुपर्ने हो। तर विगत 36 वर्षदेखि हामीले हेर्ने हो भने श्रम र उत्पादनलाई हामीले चाहिँ पुराना राजनीतिक दलहरूले प्रमुख प्राथमिकताका साथ त राखेको देखिँदैन। त्यसकारण पनि राष्ट्रिय श्रम संस्कृति पार्टी भनेको 36 वर्षदेखि सरकारमा रहिरहेका र अहिले आएको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पार्टी सँगसँगै एउटा चाहिँ राष्ट्रिय श्रम संस्कृति पार्टी क्रमभङ्गता हो, जुन नेपाली समाज र नेपालको अर्थतन्त्र सुधारको लागि एकदमै अपरिहार्य कुरा हो र बिना श्रम र बिना उत्पादन देश विकास हुन्छ र देश एउटा चाहिँ विकासको गतिबाट चाहिँ अगाडि बढ्छ भन्ने कुरा त्यो एउटा अकाट्य कुरा हो। जुन हुनुपर्ने थियो त्यो काम अहिले आएर जुन 36 वर्ष पहिला चाहिँ सुरु हुनुपर्ने काम थियो र अहिले आएर 36 वर्ष पछाडि राष्ट्रिय श्रम संस्कृति पार्टीले चाहिँ सुरु गरेको छ र राष्ट्रिय श्रम संस्कृति पार्टी भनेको पुराना राजनीतिक दलहरूमा एउटा राजनीतिक पार्टीहरूमा एउटा क्रमभङ्गता हो।